डे 4 को मिनी ब्लगमा हजुरलाई स्वागत छ। आज म जाँदैछु चक्रपथ हाम्रो फ्यामिलीको न्यू मेम्बरलाई भेट्न। टाडा लुक एट हिम, सो क्युट एन्ड टाइनी। उसलाई देखेर मेरो बेबीको चाहिँ रिकल आइरहेको थियो कि देन उसलाई भेटेर हामी जान्छौँ पाटन। यहाँ चाहिँ जात्रा चलिरहेको थियो, डेन्जर गर्मी थियो कि। अनि हामीले यस्तो कपासवाला आइसक्रिम खायौँ, कसले खानुभयो जसले सानोमा। अनि हामी गयौँ पाटन म्युजियम। त्यहाँनिर यस्तो हिस्टोरिकल चिजहरू थियो कि भित्र चाहिँ हामीले चाहिँ फोटो मात्रै खिच्न पाउँदो रहेछ, भिडियो चाहिँ गर्न नदिँदो रहेछ कि। अनि हामीले बाहिर फोटोहरू खिचेर निस्क्यौँ। बेबी पनि टुकुटुक हिँड्न कस्तो मजा लागेको छ उसलाई। अनि डेन्जर भोक लागेर हामी गयौँ लाफिङ सेन्टर। त्यहाँनिर हामीले खायौँ जुजु दौ। अनि चाहिँ यो झोलवाला लाफिङ झोलवाला चाहिँ ठिकै लाग्यो मलाई, ड्राईवाला चाहिँ बब्बाल नै थियो। किमा नुडल्स पनि यस्तो मिठो थियो कि। टन्न खाएर हामी जान्छौँ लबी मल। लबी मलमा गएर मसला बिचमा जाने त कुरै हुँदैन। त्यहाँ गएर हामीले अलिअलि सामान लियौँ अनि लबी मलकै साइडमा रहेको मड्का चिया खाएर डेको इन गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई।